नमस्ते, म डाक्टर नमराज पाण्डे। तपाईलाई चाहिँ यदि यी लक्षणहरू छन् भने तपाईको शरीरमा आमादोष अथवा टक्सिन मेटेरियल बनिरहेको छ भनेर तपाईले बुझ्नुपर्छ। र ती भनेको के हो भने बलवरम छ। तपाईलाई चाहिँ यदि दुर्बलता भइरहन्छ, तपाईले चाहिँ विभिन्न प्रकारले खाद्य पूरक सामग्रीहरू अथवा चाहिँ विभिन्न भिटामिन्सहरू खाँदा पनि तपाईलाई बलको प्राप्ति भइरहेको छैन। त्यस्तै गरेर चाहिँ शरीर चाहिँ थकित हुने समस्या छ हैन। त्यस्तै गरेर आलस्य भइरहन्छ। त्यस्तै गरेर गौरव भन्नाले चाहिँ शरीरमा चाहिँ भारीपन महसुस भइरहने हैन। शरीर चाहिँ अलि फुर्ती नहुने हुन सक्छ। त्यस्तै गरेर वायुको गति चाहिँ अवरोध हुने, वायु चाहिँ खुलेर नहुने। त्यस्तै गरेर चाहिँ मुखबाट चाहिँ पानी आउने हैन। दिशा पिसाब चाहिँ खुलेर नहुने, दिशा चाहिँ कब्जियतको समस्या हुने अथवा चाहिँ दिशा सफा नहुने समस्या र अरुचि हुने, खानामा चाहिँ मन नलाग्ने, यस्ता खालका लक्षणहरू चाहिँ आमादोष हुँदाखेरि दोष चाहिँ अथवा शरीरमा टक्सिन मेटेरियल बन्ने निर्माण भइरहेको हुँदाखेरि हुनसक्छ। टक्सिन मेटेरियल बन्छ कसरी भन्दा तपाईले जब जस्तो खानेकुराहरू खानुहुन्छ त्यो खानेकुराहरू राम्रोसँग पाचन हुँदैन। हाम्रो शरीरले चाहिँ त्यसलाई राम्रोसँग पचाउन सक्दैन। पचाउन किन सक्दैन भन्दाखेरि तपाईको अग्निबल अथवा चाहिँ तपाईको खाना पचाउन सक्ने क्यापेसिटी राम्रोसँग हुँदैन अथवा तपाईको अग्निबल राम्रो हुँदैन भने तपाईलाई के हुन सक्छ, खाना राम्रोसँग पच्न सक्दैन। यसरी चाहिँ तपाईलाई खाना राम्रोसँग अपचन हुँदाखेरि त्यसबाट चाहिँ अपाक भन्नाले के, राम्रोसँग खाना नपचेको खानेकुरा त शरीरमा लाग्ने भने त त्यसबाट पोषण प्राप्त हुने भएन। त्यसपछि तपाईलाई उत्तरोत्तर के हुन सक्छ, विभिन्न भिटामिन्सहरूको कमी हुने हैन। विभिन्न चाहिँ यो समस्या चाहिँ शरीरमा चाहिँ एकपछि अर्को रोगहरू चाहिँ प्राप्ति भइरहने हुन्छ। तर तपाईको चाहिँ जबसम्म पाचन क्षमतालाई अथवा अग्निबललाई चाहिँ तपाईले ठिक राख्नुहुन्न तबसम्म तपाईलाई दुर्बलता भइरहन सक्छ। अब यसलाई चाहिँ हटाउनको लागि के गर्नुपर्छ त भन्दाखेरि यसलाई हटाउन त्यस्तै खालको चाहिँ चिकित्सा प्रारम्भ गर्नुपर्छ। र त्यो टक्सिन मेटेरियल हटाइसकेपछि फेरि तपाईको चाहिँ आफ्नो पथ्य आहारमा फर्किसकेपछि यस्ता खालका लक्षणहरू स्वतः कम भएर जान्छ। धन्यवाद।